दर्शकबिन कलाकारको विवाह अनि त्यसपछि केही समयपछि डिभोर्स यो त अहिले नेपालमा फेसनै भइसकेको छ। नेपाल मात्र नभई विश्वको जुनसुकै ठाउँको क्षेत्रमा यो कलाकारिता क्षेत्रमा कलाकारको विवाह पश्चात डिभोर्स यो अहिले फेसनै भइसकेको छ। नेपालकै केसमा पनि धेरै केसहरू यस्ता हामीले देखिसकेका छौँ। सयौं कलाकारका यस्ता घटनाहरू हामीले सुन्न पाइरहेका छौँ, सुनिरहेका छौँ। हो, यसै क्रममा आज एउटा छुट्टै कहानी बोकेर एउटा कलाकार हामी सबैको मनमुटुमा बस्न सफल मिस पबीको पनि त्यस्तै घटना घटेको छ। दर्शकबिन यो घटना आजभन्दा 5 वर्ष अगाडिको हो, तर उनी मिडियामा आएर कुनै दिन पनि बोलेकी थिएनन्। आखिर किन बोलिनन्, कसो बोलिनन् यो विषयमा उहाँलाई नै थाहा होला। यो विषयमा उहाँले खुलाउनु भएको छैन, तर उहाँले आफ्नो डिभोर्स भएको भनेर अहिले एउटा कार्यक्रममा आएर बोल्नु भएको छ। उहाँले आफ्नो डिभोर्स भएको कुरा अहिलेसम्म गुपचुप राख्नु भएको थियो र आज उहाँले यो विषयमा पनि बोल्नु भएको छ कि मेरो आजभन्दा 5 वर्ष अगाडि विवाह भएर डिभोर्स भइसकेको कुरा पनि उहाँले बोल्नु भएको छ। दर्शकबिन म उहाँको यो कथालाई जस्ताको तस्तै हजुरहरूमा राख्न चाहन्छु। कृपया पुरा भिडियो हेर्नुहोला अनि हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। तर उहाँको घटना भने अरू कलाकारको भन्दा अलिकति फरक रहेको छ। म जस्ताको तस्तै सुनाउँछु, सुन्नुहोला। आफ्नो निजी जीवन र विगतको बारेमा खासै नखुलाएकी कलाकार मिस पबीले पहिलो पटक उत्सव र साइलीको कार्यक्रम रमाइलो छमा आफ्नो डिभोर्स बारे बोलेकी छिन्। दर्शकबिन उनी भन्छन्, मेरो 16 वर्षको उमेरमा विवाह भएको थियो। 16 वर्षको कलिलो उमेरमा उहाँको विवाह भएको थियो। म एक्सपोज गर्न चाहन्थे यो कुराहरू, अहिले पनि होइन नै भन्छु, किनकि कानुनी रूपमा केही पनि भएको थिएन। म कसैलाई केही नराम्रो भन्न चाहन्न, राम्रो हुन्छ केही समयपछि भन्ने थियो। लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ र बच्चा उमेरमा भएको यो घटना अहिले म 25 वर्षको हुँदा धेरै कुराहरू बुझेँ। त्यति बेला धेरै कुरा नबुझेको जस्तो लाग्छ। कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ। मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ, तर जुन समाजबाट आएको छु त्यहाँ डिभोर्स गरेको केटीलाई नराम्रो नजरले हेरिन्थेन। केटी मान्छेले अनेक नराम्रा शब्दहरू सुन्नुपर्छ। म बच्चै थिएँ, कहिलेकाहीँ सहनै नसक्ने कुराहरू पनि गर्थे। मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे किनकि म डिभोर्स थिएँ। म त्यो समाजमा का लागि नराम्रो भएँ। स्कुलमा पनि मेरा साथीहरू कोही भएनन्। अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ। मनभित्र कुराहरू गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ। कसैले मेरो अगाडि थुक्थ्यो भने पनि एन्जाइटी फिल हुन्छ। कसैले उहाँको अगाडि थुक्यो भने पनि उहाँलाई एन्जाइटी फिल हुन्छ। मलाई नै थुकेको हो जस्तो लाग्छ। विगतको घटनामा मलाई रिग्रेट छैन। लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ। दर्शकबिन मिस पबीको यो घटनापछि उहाँले स्ट्रङ भएर अगाडि बढ्दै अहिले हामीले देखिरहेका छौँ। उहाँको प्रगति, उहाँले गर्नुभएको उन्नति प्रगति एकदमै राम्रो छ र उहाँको श्रीमान को हुन् कसो हुन् भनेर उहाँले खुलाउनु भएको छैन। दर्शकबिन उहाँको जीवन सुखमय बितोस् र एउटा विवाहित चेलीलाई जो डिभोर्स भएको हुन्छ त्यस्तो चेलीलाई चाहिँ नराम्रो मान्ने त्यो समाजलाई चाहिँ एकचोटि सबैजनाको आँखा खुलोस्, सबैजनामा एउटा शिक्षित समाजको निर्माण होस् र विशेष त मिस पबीको जीवन सुखमय बितोस् भन्न चाहन्छु। धन्यवाद। र यस्तै भिडियो हेर्नको लागि हजुरहरूले च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।